Hello. Aku kelihatan. Hah? 나 똑똑이. 좀. चौँडे आएर चाहिँ अब यहाँ दुःख दियो त्यसैले चाहिँ हामी यहाँ बार लगाउन केटाहरू यिनै हुन् खाना खाँदैछन् अब बाटो पनि लाग्यो अब केटाहरू फर्केर जाँदैछन् हाम्रो पुङ्गोको जिजु ग्रुप नै हुन् अनि आज ओसोस कति गतेको दिनु आज चाहिँ गते पनि बिर्सेछ ओसोस एकदम गतेर गयो वेलकम टु माई ब्लग है सबजनालाई वेलकम छ मेरो ब्लगमा अब ओसोस यहाँ 11 गते हो 12 गते थाहै छैन होइन यहाँ चौडीहरू धेरै अब बाली काट्दै सबजना आक्रमण गरेर होइन बाली नालीलाई होइन हिलो आज म आयाङ चौतारामा केही अलि सेलिब्रिटी मान्छेहरूलाई केही म इन्टरभ्यूहरू लिन चाहन्छु सबैजनालाई होइन यता हुनुहुन्छ सबजना भर्खरै कार पनि पाल्नु भएको होइन आफ्नो घर फ्यामिलीलाई सघाउनुको लागि होइन त्यस्तै छ अब यता अब तपाईँको केही भनाइहरू छ भने यता भनिहालौँ त हजुरको केही भनाइहरू छ कि तपाईँको हजुरको केही मैले त यसो हेर्दाखेरि विशेष तपाईँको केही भन्नुपर्ने छ कि जस्तो लागेको छ त्यहाँबाट त नभए तिमी ओके छ त नि ओके छ हजुरको के भनाइ छ कि तपाईँको आँसी लिएर आएको कामै भएन हल्का फुटेछ यता आज हजुरको आजको दिनको विशेष काम चाहिँ के थियो त राका काटेर राका हाल्ने ओके बिल्कुल ओके हाम्रो पर्सन सर हुनुहुन्छ हजुरको अब तपाईँहरू काठमाडौँ भर्खर पाल्नु भएको हेन्सम सक्दैन होइन धारीसँग पलाएछ होइन अरू डिफ्रेन्स केही देखेन धारीहरू चाहिँ धारीहरू खुब अनि हाम्रो छुर्जिमजीको केही छ कि भनाइहरू हाम्रो पढ्नु अतिथिको रूपमा आज हाम्रो छुरीलाई जो पाल्नु भएको छ हजुरको केही भनाइहरू छ कि हजुर मेरो भनाइहरू अलिक थियो आज चाहिँ म भन्नुपर्ने चाहिँ मेरो धेरै कुरा थियो होइन आज चाहिँ बन्जरको उतापट्टि थाक्यो होइन धेरै रोगेर यता डले अनि थाके लाग्यो भोलि पर्सितिर म मौका पाएँ अरू केही बोल्न चाहन्छु है हस् हुन्छ धन्यवाद हजुरको साथ दिनु कुराहरूमा पनि म धेरै के भन्ने सक्यो तपाईँको केही भनाइहरू छ कि अझै मेन वरिष्ठ यता हाम्रो पाल्नु भएको छ अब तपाईँ त मेन अब काम गर्ने विशेष तपाईँ हुनुहुन्छ अब के गर्नुभयो त यतिसम्म मैले त अहिले केही पनि गएन जे खाएँ पिएँ यति बाटो ओके खानुपिनु भनेको एकदम मान्छेको लागि एकदमै सिम्ला के चाहिँ सक्यो मेरो खेर यामला के चाहिँ याप दरी atau tuh lekak saya mau yore saya nyamla saya hindi Hello, this is Nidhi Young Boise and welcome to Stand Up Slowly new vlog. And today, nothing. Hello, it's me Stand Up Slowly Boise and म चाहिँ नै मेल थियो कि आउनु सेकियो hey sen
nga tirin rata so tu leba idige Hey, Sen. shin na na tengar shin orang ber Te chisa pacha kasa re. Tiki चिन्नु tiki. my name is Suraka bhai Tiki tor tiki. मेरी माया फुलो जस्ती बगैँचामा फुलिरहने मेरी माया चम्किला ताराहरूमा चम्किने जुन मेरी माया सागर जस्ती गहिराइमा डुबिरहने मेरी माया फराकिरह्यो संसारमा फराकिलै सोच राख्छ अनि मेरो युट्युबमा लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला अब चाहिँ हाम्रो फापर काट्ने काम सुरु भयो फापर काट्न जानु लाग्यो यो फापर काटिरहेको छौँ हामी फापर पनि काटिसक्यो अर्को पालो छ हाम्रो गाउँमा फल्ने फापर चाहिँ यो फाइनली पारेको चाहिँ गाउँ हो कोही चाहिँ आलु खन्ने हुनुहुन्छ आलु हाल्ने खालको खन्दै हुनुहुन्छ उहाँ सक्यो अब आटे हालेको अब यही माथि फेरि चिनी हो कसैले चाहिँ चिनिसकेपछि अझै चिन्नु बाँकी छ म चाहिँ अब बल्ल टाउको भाँचेर अनि चिन्ने हो यो चाहिँ मेरो परिवार हो यो फापरको अब टाउको नि भाँचिसक्यो अब आँट्यो हो यो उहाँहरू चाहिँ सफा गर्दै हुन्छ केलाउँदै हुनुहुन्छ पात्रो फाल्ने अनि फापर यहाँ झरेको फापरहरू चाहिँ टिपेर गरेर लगाउने हो अब फेरि गहुँ काट्ने बेला भयो गहुँ काट्ने काम सुरु भयो न्याउने गहुँ चाहिँ हाम्रो गाउँमा फल्ने गहुँ आज हाम्रो यहाँनिर मैले चाहिँ गहुँ काट्यो आज पुरै त सकिनँ आधा जति काट्यो होला गहुँ चाहिँ हिँड्यो जाँदैछु अब
अब चाहिँ मेमे घर चाहिँ जाँदै हुनुहुन्छ आपट चाहिँ बढी काट्यो भोलि बाँकी रहेको चाहिँ यिनै हुन् भोलि काटिने हो सकिन्छ हाम्रो अनि त्यसपछि त्यो पारी छ टन्नै त्यो दिन वो क्या जग्गामा फेरि गोगार्न जान लाग्यो हामी म चाहिँ भर्खर जाँदैछु उहाँ चाहिँ फर्केर आउँदै हुन्छ कोही कसैले काटिसक्यो कसै काटिरहेछन् कसै बोकिरहेछन् फाइनली हाम्रो घेरुको टाउ पनि सक्न लाग्यो गेरु Hello, what's up, bro? It's me, Sir Sulim Baji, and he's
मिस्टर कहाँसँग दुर्बिलामा सो आज हामी हामी चाहिँ सो आज चाहिँ हामी बोकिरहेको छौँ गहुँ गाह्रो छ अवस्था नाजुक छ यही हो बाटो उकालो छ यो उकालोमा जे होस् मान्छेको गर्दन डाला जस्तो गर्छ है यही हो अवस्था एकदम गाह्रो तपाईँको अनि यो चाहिँ हाम्रो कुलोको पानी अनि यता चाहिँ हाम्रो ढोक्टो अनि यता चाहिँ हाम्रो लावाङ अनि यता चाहिँ हाम्रो सर पानी पिइरहेछन् अनि यता चाहिँ हाम्रो ताकमा अनि यो चाहिँ म यता चाहिँ हाम्रो लावाङ चलो घुँ बोकेर चाहिँ अहिले यो अब घुँ बारी पनि भत्किन लाग्छ है गाउँ चाहिँ अब घरमा ल्याइसकेपछि यसरी चिन्नुपर्छ अनि पछि सुको हुन्छ अनि फेरि केलाएर फेरि चुड्ने हो न्युनी गाउँ चाहिँ यो चाहिँ माथि गाउँको अब गहिरो गाउँ कसैको गाउँ
काटिसकेर यसरी चिनेर राखेको छन् माथिल्लो गाउँमा